गाइस अब हामी चाहिँ बिरयानीलाई दम लगाउँछ। हेर यहाँ हेर, अघि मैले देखाएको थिएँ नि 10 केजी चिकनको भनेर, त्यसैको अन्त सेफले बनाउनु हुँदैछ। इज भेरी वेल कुक। अथेन्टिक। तर भाँडा चाहिँ भएन। भाँडा त उयो जस्तो देख्दो रहेछ, के भन्छ अलपट्ला जस्तै। हेर्नुहोस् गाइस, ढकनी नमिलेर यस्तो गरेको हामीले चाहिँ हो। तपाईँहरू पनि गर्नु सक्नुहुन्छ। यु क्यान डु एनी हाउ यु लाइक टु इजी टु डु। हामी चाहिँ यसरी गर्दैछौँ किनभने हाम्रो सेफको आइडिया हो। हाम्रो सरहरू चाहिँ एकजना सर ज्वरो आइरहेछ, अर्को सर खाना खानुहुन्छ। ह्याप्पी न्यु इयरको अब हेर्नुहोस्, अब अलिकति मात्रै छ हेर्नुहोस्, पनि देखाइदिइहालेको तपाईँहरूलाई। फेरि विश्वास गर्नु हुँदैन कि हजुरहरूले, अनि विश्वास गराइदिउँ भनेर मोमो बनाएकै छौँ। यी लथलिङै छ हाम्रो किचन, न भाडा मोल्ने मान्छे छ न केही छ। सेफले के गर्दैछ? वाउ, डल्लाउनु लागि चाहिँ पानी छिर्किनु पर्दो रहेछ है, म त याद पनि थिएन। इट्स भेरी स्मार्ट। धेरै स्मार्ट सेफ हुनुहुन्छ हाम्रो यहाँनिर। उहाँको च्यानल छ रोहन, आरबी रोहन छ, के पो छ, आरबी विश्व छ नाम चाहिँ, रोहन विश्वकर्मा। यसो राख्नु नि। ढकनी हेर्नुहोस्, यो ढकनी, यो भाँडै हेर्दाखेरि पुरो भन्दा हाम्रो घरतिर सुँगुर पकाउँछ। सुँगुरको चारो पकाउने भाँडाहरू सफा हुन्छ। हेर्नुहोस्, लास्टमा घिउ हाल्छ है। स्प्रिङ अनियन छ, यो चाहिँ म देखाउँदिनँ, पालाबाट चाहिँ। यहाँनिर चाहिँ अब हाम्रो सेफले अब के गर्नुहुन्छ हेर्नुहोस् होला, उठाउनु पनि सक्दैन। त्यही राखिदिनु, अब के गर्नु।